कोठामै जलेको अवस्थामै भेटिनु अघि आचल नाथमाथि ज्यान मार्ने धम्की आएको खुलासा। दर्शक वृन्द, कञ्चनपुरकी कलाकार आचल नाथ बिहिबार काठमाडौँको आफ्नै डेरामा जलेको अवस्थामा भेटिएकी छन्। 4 वर्ष अगाडि सुनौलो भविष्यको खोजीमा कञ्चनपुरबाट काठमाडौँ आएकी आचल मोडलिङ क्षेत्रमा स्थापित हुन सङ्घर्षरत थिइन्। उनको भाइ दिपेन्द्र नाथका अनुसार आचललाई केही केटाहरूले टिकटकमा व्यक्तिगत टिप्पणी र चरित्र हत्या गर्ने धम्की दिएका थिए। दिपेन्द्र भन्छन् उनी दुःख, पीडा र डरका कारण आत्मघाती हुने प्रकारकी होइनन्, तर सामाजिक सञ्जालमा उनको चरित्र हत्या गर्ने प्रयासले मानसिक तनाव थपिदियो। केहीले फोन गरेर मार्दिन्छु समेत भन्ने धम्की दिएका थिए। आचल अहिले सिनामङ्गल स्थित काठमाडौँ मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ। उनका बुबाका अनुसार उनको करिब 80% शरीर जलेको छ र अवस्था भने गम्भीर छ। परिवारले प्रारम्भिक रिपोर्टमा आत्मदाहको शंका गरे पनि घटनास्थलमा कोही तेस्रो व्यक्तिको संलग्नता भएको संकेत पनि देखिएको छ। आचलले 20 वर्षमै विवाह गरेकी थिइन्, तर 2 वर्षमा सम्बन्ध टुटेको थियो। मोडलिङ र टिकटकमा सक्रिय रहँदै उनले आफ्नो व्यक्तिगत पीडा र जीवनका आरोह अवरोह प्रदर्शन गर्थिन्। भाइ दिपेन्द्र भन्छन् उनी भावुक भए पनि मानसिक रूपमा बलियो महिला हुन्। आफैले पेट्रोल हालेर आगो लगाउने किसिमकी होइनन् उनी सधैँ कुरा सेयर गरेर हल्का बनाउने बानीकी थिइन्। कृष्णपुर नगरपालिकाका वडाध्यक्ष कृष्ण साउदले घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै भनेका छन् प्रारम्भिक सूचना अनुसार कोठामा केही मानिस उपस्थित भएको जानकारी प्राप्त भएको छ। यदि आत्मदाह प्रयास भए पनि कसैले उनलाई त्यस्तो अवस्थामा पुर्याएको हुन सक्छ। अनुसन्धान तुरुन्तै हुनुपर्छ। वडाध्यक्षले केही सञ्चार माध्यमले बिना पुष्टि समाचार बनाएर आचललाई दोष लगाउने प्रवृत्ति रोक्न पनि आग्रह गरेका छन्। उनले भनेका छन् अनुसन्धान नगरी रिपोर्ट बनाउनु गलत हो। आचल निर्मला पन्त जस्तो दुर्भाग्यपूर्ण घटनाको शिकार हुन नपरोस्। आचलले आफ्नो प्रतिभा र भावनात्मक क्षमतालाई विभिन्न गीत र कार्यक्रममा प्रस्तुत गर्दै ध्यान खिचेकी थिइन्। एक महोत्सवमा गायक पुष्कल शर्मासँग स्टेजमा रुँदै नाच्दा उनको अभिनयले उनलाई चर्चित बनाएको थियो, तर यही लोकप्रियताले केही व्यक्तिहरूको रिस पनि तान्यो। अन्ततः सामाजिक सञ्जालमा गरिएको चरित्र हत्या र धम्कीको असरले आचल गम्भीर अवस्थामा अस्पताल पुगिन्। उनका परिवार र स्थानीय प्रशासनले अनुसन्धान तत्काल सुरु गर्नुपर्ने जोड दिएका छन्।